जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। आज माता तथा औँसी आमाको सम्मान गर्ने दिन। मातृदेवो भव, मातृदेवो भव, मातृदेवो भव नारायण। आमा, आमा शब्द नै कति उत्तम छ। आमा धरती, आमा र धरती बराबरी। जसरी हामी धरती माताले हामीलाई उद्धार गर्नुभएको छ, सारा कुरा व्यवस्था गर्नुभएको छ, त्यसै गरी हाम्रो आमा, पहिलो त आमा भगवान नै आमा हुनुहुन्छ। त्यसैले आमा भन्ने कहीँ पाइँदैन। संसारमा सबै कुरा खोजे मिल्छ घरिघरि, तर जन्म दिने आमा पाइँदैन कसै गरी। सबै कुरा खोज्दा पाइन्छ, नपाउने कुरा छैन, तर आमा पाइँदैन। आमाको स्नेह पाइँदैन, आमाको माया पाइँदैन। आमा त्यस्तो भगवान हुनुहुन्छ। तुमेव माता च पिता तुमेव, तुमेव बन्धुश्च सखा तुमेव, तुमेव विद्या द्रविणं तुमेव, तुमेव सर्वं मम देव देव। आमा सबै कुरा आमा हुनुहुन्छ। आज आमाको सम्मान गर्ने दिनमा मलाई एउटा कविता याद आयो। म कक्षा 7 मा पढ्दाखेरि कृष्णप्रसाद भट्टराईले लेख्नुभएको कविता म वाचन गरेर सुन्न लागिरहेको छु। त्यो कविता याद आयो। झिकेर मुटुको टुक्रा आँखाभित्र टाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्। जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, सिर्जना हुनु म आमा स्रष्टाको इतिहासमा। हेर्नुहोस् त, यति मात्रै हो र आमाले के गर्नुहुन्छ? कोखबाट निकालेर यो धरती टेक्न लगाउँछिन्, ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्। राखेर काखमा नानी कहिले गीत गाउँछिन्, बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन्। आमाको गुण सम्झेर साध्य छैन। त्यति मात्र होइन, मेरो आमाले कुनै बेला लुकी आफै शिशुलाई छकाउँछिन्, कुनै बेला लुकी आफै शिशुलाई छकाउँछिन्। रोए पनि स्वयं आई हाँसी हाँसी फकाउँछिन्। डर भन्ने कुनै हुन्न आमाको काखमा हुँदा, भन्छन् पोषणै लाग्छ स्नेहिला हातले छुँदा। त्यति गर्नुहुन्छ हाम्रो आमाले। त्यसरी हामीलाई हुर्काइ बढाइ गर्नुभयो हाम्रो आमाले। त्यसैले त्यति मात्र होइन, आमा के गर्नुहुन्थ्यो? नानी उड्छ भनी राति अल्प अल्प निदाउने, नानी उड्छ भनी राति अल्प अल्प निदाउने, नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने। नानीकै काखमा खेल्छिन् काख काखै नचाउँछिन्, नानीकै काखमा खेल्छिन् काख काखै नचाउँछिन्। आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन्, आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन्। आमा पाइँदैन, आमालाई भेट्न सकिँदैन। आमाले गरेको जुन छ त्यो हामीले कहीँ पनि मेट्न सक्दैनौँ र आमालाई कहिले पनि झुक्नु हुँदैन, आमालाई कहिले पनि भुल्नु हुँदैन। आमा भगवान हो, भगवान आमा नारायण। सम्पूर्ण आमाहरूलाई यसै कविता साथसाथै जय श्रीमन्नारायण, जय श्रीमन्नारायण नारायण। आमा दिवसको शुभकामना, शुभकामना, शुभकामना।